नमस्कार, नेक्स्ट साइट एलआई स्टक मार्केट अफिसियल युट्युब च्यानलमा स्वागत छ। आज दिनभरिको कारोबार कस्तो भयो, यसबाट चार्टमा कस्तो क्यान्डल बन्यो र भोलि कस्तो स्ट्र्याटेजी बनाउने भन्ने कुराको एनालाइज गर्नेछौँ। अझैसम्म पनि यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी बेल आइकन दबाउनुहोस् ताकि अरु नयाँ भिडियो अपलोड गर्ने बित्तिकै तपाईको मोबाइलमा घण्टी बज्नेछ र उक्त भिडियो हेरिसकेपछि लाइक कमेन्ट लेख्न नभुल्नुहोला। तपाईको सुझावले अरु भिडियो बनाउन मद्दत मिल्नेछ। 2082 साल असार 4 गते सदा चाहिँ आज पनि नेप्से अपडेट लिएर आएको छु। आजको दिनभरिको कारोबारबाट -1.07 अङ्कले घटेर 2653.68 अङ्कमा आएर क्लोज भएको छ र दिनभरिको कारोबारबाट 0.04% ले बजारमा गिरावट आएको छ। आजको दिनभरिको कारोबारबाट 88 वटा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले कमाएका छन् भने 159 वटा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले गुमाएका छन्। एउटा कम्पनी अनचेन्जमा रहेको छ। आज दिनभरिको कारोबारबाट टप गेनर कम्पनीहरूमा प्योर इनर्जी, जोशी, युएनएसपीएल, सेल र पीएमएचपीएल रहेका छन्। त्यसै गरेर टप लुजर कम्पनीहरूमा सीआरबीएल, एसएपीटीबीएल, जीआरडीबीएल, एसएलबी, एसएल र सिन्धु रहेका छन्। टप टर्नओभर आउने कम्पनीहरूमा एसएचपीसी, एसएचईएल, बीपीसीएल, एनजीपीएल र युएनएचपीएल रहेका छन्। टप भोल्युममा जी ग्लोबल आईएमई बैंक, फन्ड वान, सेल, एसएचपीसी, एचआईडीसीएलपी र एनजीपीएल रहेका छन्। टप ट्रान्जिसन हुनेमा सेल, बीपीसीएल, एसपीडीएल, युएनएसपीएल र जोशी रहेका छन्। आज दिनभरिको कारोबारबाट 9 अर्ब 8 करोड 58,86,787.10 को टर्नओभर आएको छ भने 2 करोड 34,46,949 शेयर ट्रेड भएका छन्। त्यसै गरी 78,013 ट्रान्जिसन भएका छन् भने त्यसै गरी 314 वटा स्क्रिपहरू ट्रेड भएका। आज दिनभरिको कारोबारबाट हेर्ने हो भने सब इन्डेक्समा सबैभन्दा धेरै बढ्ने हाइड्रो पावर नै देखिएको छ। त्यसपछि म्यानुफ्याक्चरी, लाइफ इन्सुरेन्स र अदर्समा हरियाली छाएको छ भने अरू सेक्टर सबै रातै रहेका छन्। सदा हेर्दै आएको हाम्रो चार्ट जुन हामीले योभन्दा पहिले नै हामीले एउटा इन्भेस्टमेन्ट गरेर एउटा चार्ट बनाएका छौँ। अहिलेसम्म त्यही चार्टलाई नै भ्यालिड गरिराखेको छ। हामी यही चार्ट अनुसार नै फलो छौँ। यो एरियासम्म अथवा यो ट्रेन लाइनसम्म छुन्छ कि भनी देखाएको छ। आजको कारोबारबाट पनि हेर्ने हो भने जहाँसम्म यहाँ यो ठाउँमा आएर साना साना क्यान्डलहरू बनेको छ, भोल्युम पनि आएको छ, त्यही भएर एक्युमुलेसन धेरै भएको देखिएको छ यहाँ। त्यही भएर अब यो एरियासम्म आएर त्यसपछि बजार एउटा स्विम लिनेछ भन्ने एउटा विश्वास लागेको छ। त्यही भएर तपाईँहरूले पनि यो बेली सेल गर्ने भन्दा नि बाई गर्ने कम्पनी चाहिँ कुन बेस्ट छ र कुनमा जाँदा ठिक हुन्छ, कुनमा चाम आइरहेको छ त्यो तपाईँहरूले चुज गरेर यो बेली भनेको बेच्ने बेला भन्दा नि यो बेली भनेको सकेसम्म जोड्ने बेला नै हो भन्छु मैले। र यही गरेर तपाईँले हेर्नुहुन्छ भने योभन्दा अगाडिका असारमा अहिलेको हेर्नुहुन्छ भने अहिलेको हामी यस्तो साइडवेजमा छौँ। योभन्दा अगाडिको असारको महिनामा पनि हेर्नुहुन्छ भने असार 10 देखि 16 देखि हेर्नुहोस् बजार कसरी बढ्न लागेको छ। यो बेली भनेको जोड्ने यहाँ एउटा साइडवेज बस्यो, 4-5 वटा क्यान्डल यसो तल गए पनि त्यसपछि कुन तरिकाले पिकअप लिएको छ भने हेर्नुहुन्छ भने यो असार 13 गते 2024 कै हो यो पनि। त्यसपछिको असारमा हेर्नुहुन्छ भने यो जेठबाटै एउटा चाहिँ स्विम आइसकेको अवस्था रहेछ र जेठको 21 गतेबाट नै बजार बढेको, तर पनि असारको 10 वटा पुनः फेरि बढेको देखिएको छ। योभन्दा अगाडि पनि हेर्नुहुन्छ भने यहाँ पनि हेर्नुहुन्छ भने असारको 9 गतेबाट यसरी बजार बढेको देखिरहेको छ। तर तपाईँहरू भनेको अब धेरै यीभन्दा अगाडिका हिस्ट्रीहरू हेर्दै जाने हो भने पनि त्यही देखिन्छ। तर एउटा साइडवेज हेर्नुहोस् यहाँ कति पेनिक बनाएर मान्छेलाई 2 वर्ष झन्डै 3 वर्षसम्म एउटै साइडवेजमा बसेर बजार चाहिँ एउटा यसरी स्विम लिएको थियो। त्यसपछि अहिले फेरि एउटा चाहिँ यो एरियाबाट यसरी नै बढ्छ। हेर्नुहोस् जसरी यो एउटा ट्रायङ्गल बनेको थियो त्यसैले यहाँ एउटा ब्रेकआउट भयो, त्यसैले यहाँ पनि एउटा ट्रायङ्गल बन्दैछ। यसको पुरा भइसकेपछि यो पनि यसरी नै बुम हुनेछ भन्ने एउटा विश्वास लिन सकिन्छ। यसको त्यही अनुसारले तपाईँहरूले योजना बनाउनु होला। तर अहिले बेच्ने समय होइन, बेच्ने भने ट्रेन लाइन तल छ, अब यति नजिक छ, यो बेलीमा बेचेर भन्दा पनि जोडेर हामीले प्रफिट एउटा चाहिँ लिन सकिन्छ। सके योभन्दा माथि होइन भने यहाँसम्मको भए पनि लिने
देखिन्छ भन्ने एउटा मैले टार्गेट सेट गरेको छु। तपाईहरुले पनि त्यही अनुसारले योजना बनाउनु होला। सब इन्डेक्स हेर्नुहुन्छ भने आज दिनभरिको कारोबारबाट सब इन्डेक्स हेर्नुहुन्छ भने हाइडोले हेर्नुहुन्छ भने पुरै यो ठाउँमा गएर एउटा प्रॉफिट बुक आउनै पर्छ भने जुन हेल्थी बजारको लागि आउनु पर्छ। यदि यो ठाउँमा आएर तल गर्ने लगानीकर्ताहरूलाई ओरालेर यहाँ फेरि नयाँ इन्भेस्टरहरू छिरेर यहाँबाट फेरि जाने हो। अब यो हेर्नु एकदमै स्ट्रङ छ हाइड्रो पावर। तपाईहरुले हेर्नुहुन्छ भने अब यदि हाइड्रो पावरको यो हाई भोलिको यो भन्दा माथि भोल्युम सहित आजको भोल्युम भन्दा माथि र यो भन्दा माथि हुन्छ भने स्ट्रङ हुन्छ। हेर्नुस् एकदमै चार्ट स्ट्रङ हुन्छ। त्यसपछि एग्रेसिभ बढ्छ। त्यही अनुसारले तपाईहरुले हाइड्रोलाई चाहिँ छोड्नुहुन्न। हाइड्रो हेर्नुला किन यहाँ प्रॉफिट बुक गरे पनि केही हुँदैन। यहाँ प्रॉफिट बुक गर्ने हो फेरि त्यसपछि यो रिटेस्ट गरेर फर्केको छ। त्यसपछि भोलिको यो लाइन भन्दा माथि गयो भने तपाईहरुले बाइ गर्दा हुन्छ। कुनै डराउनु पर्दैन हाइड्रोमा। त्यसपछि आज हेर्नुहुन्छ भने म्यानुफ्याक्चरिङ आएको छ। यसको पनि त्यति एग्रेसिभ चार्ट देखिएको छैन तर पनि पोजिटिभ चाहिँ आज एउटा GCIL ले राम्रो चार्ट बनाइराखेको छ। एक दिनको माराबाजु क्यान्डल त्यसपछि 2 दिनको साइडवेज र आज फेरि गएको छ। यो यस्ता बेलीमा प्रॉफिट बुक हुनु सामान्य हो। यहाँ पनि एउटा प्रॉफिट बुक हुन सक्छ। भोल्युम आज राम्रो आएको छ। त्यो भोल्युमले भोलि यदि त्यो भन्दा नै राम्रो भोल्युम आयो भने त्यो भन्दा एग्रेसिभ माथि जान सक्छ। तर एउटा प्रॉफिट बुक आएर गयो भने अझै स्ट्रङ हुने देखिन्छ। अदर्स हेर्नुहुन्छ भने त्यति पोजिटिभ छैन। यो पनि त्यही साइडवेज भित्र नै छ। लाइफ इन्स्योरेन्सको थोरै अब यो डाउनफल गरेको र अब यो जोनमा आएर अब यो थोरै रिटेस्ट गरेर फेरि त्यति यो एग्रेसिभ यसमा मुडमा यो छैन अहिलेलाई। इन्भेस्टमेन्टको पनि एउटा सपोर्ट जोनमै छ। यहीँबाट फर्किनु पर्ने हो। अब आजको क्यान्डल अनुसार यो फर्किनु जस्तो देखिएको छ। यो पनि त्यति पोजिटिभ चार्ट भन्दा नि आज क्यान्डल पोजिटिभ छ। त्यस्तो एग्रेसिभ भन्ने देखिएको छैन अहिले भर्खरलाई। ब्याङ्किङ बढ्नुपर्ने यही यो सेक्टरले अझैसम्म पनि बजारलाई साथ नदिँदा हाइड्रो एउटा बढेर पनि करेक्सन आएर फेरि फर्किसकेको अवस्थामा पनि ब्याङ्कले यहाँ हामीलाई पोजिटिभ थोरै बजार बढ्नलाई चाहिँ यसले साथ नदिएको अवस्था छ। यदि यो पोजिटिभ भयो भने यो भित्र एरियामा ठुलो उछाल नआए पनि एउटा थोरै यो साइडवेज भित्र खेलिदिएर थोरै यसले पोजिटिभनेस दियो भने पनि बजार चाहिँ धेरै माथि जाने जस्तो देखिन्छ। फाइनान्स पनि अब यो माराबाजु क्यान्डलको 50% भन्दा तल आइसकेको छ। एउटा स्विम आएर अनि यो माथि जाने जस्तो देखिन्छ। यो एरियासम्म हामी जहाँ यो भन्दा माथिबाटै फर्किन्छ कि भन्ने आशा गर्छौँ। अब त्यति धेरै छैन। फाइनान्स छैन भने एउटा दुईटा फाइनान्स चाहिँ लिनु होला। राम्रो EPS भएको राम्रो रिपोर्टहरू निकालेका चाहिँ स्टक हेरेर तपाईहरुले यो फाइनान्स पनि नछुटाउनु होला। किन भन्दा अब यो भन्दा माथि कुनै पनि ठाउँबाट फर्किन सक्छ। एउटा राम्रो फेरि यस्तै क्यान्डल बनाउन सक्छ। यो एरियासम्मलाई टार्गेट हुन सक्छ। अहिले भर्खरै लिँदा नि वाच गरेर बस्नु होला। यसमा अहिले भर्खरै इन्ट्री हुनुहुँदा नि कतिखेर पनि यदि चाम आउँछ भने त्यतिखेर इन्ट्री हुनको लागि भनेर तपाईहरु बस्दा हुन्छ। यसमा माइक्रो फाइनान्स त्यति नेगेटिभ भन्न मिल्दैन। आजलाई हेर्नुहुन्छ भने त्यति नेगेटिभ छैन। भोल्युम पनि त्यति धेरै आएको छैन। हिजो ब्रेकआउट गरेर यो एरियासम्म आउनु ठिकै छ। यसलाई केही छैन। तल आएर फेरि फर्केर गएको छ। यो एरियासम्म आउनु हिजो त्यति भोल्युम आएर फेरि यहाँ आउनु केही छैन। एउटा दुईटा क्यान्डल फेरि यहाँ साइड जस्तो बनेर फेरि माथि नै गयो भने यो एग्रेसिभ फेरि जान सक्छ। यो एरियासम्म चाहिँ पुग्न सक्छ। त्यही भएर यो एरियामा एउटा दुईटा रेड क्यान्डल बनाउनु। तर यो भन्दा तल क्लोज चाहिँ भोलि हुँदैन भन्छु मैले सकेसम्म। होइन भने त्यस्तो हुने भएछ स्विममा चाहिँ यहाँसम्म आउनु भयो तर क्लोजिङ बेसमा यो भन्दा माथि नै आज क्लोजिङ भन्दा माथि नै बस्यो भने राम्रो हुने देखिन्छ। नन लाइफमा पनि कुनै त्यस्तो केही देखिएको छैन। अब यो भन्दा अघिल्लो लो भन्दा पनि लोवर लो बनाइसकेको अवस्था देखियो। यसमा पनि कुनै चाम त्यस्तो देखिएन। हाइड्रो बढेर एउटा प्रॉफिट बुक गर्ने हो। सबैले गर्यो। हिजो नै यो प्रॉफिट बुक गरिसकेको हो। त्यो हुनाले अब हामीले यो एरियासम्म हेर्न सक्छौँ। अब यो एरियासम्म आउनुहुँदा नि यो एरियामा नै हामीले यो एरियासम्म हामीले एक्सपेक्ट गरेर घटाएको एक्सपेक्ट गरेर फेरि रिभर्स आउँछ कि भन्ने देखिन्छ। डेभलपमेन्ट ब्याङ्क हेर्नुहुन्छ भने आज धेरै घटेको छ। योभन्दा अगाडिको चाहिँ सपोर्टहरू पनि भत्काएर तल झरेको अवस्था छ। त्यही भएर डेभलपमेन्ट ब्याङ्कमा एउटा राम्रो चाम आउँछ कि भनेको छ। जुन यसमा अपरेटर छ त्यही भएर अपरेटरले चलाएकै छ। यो सेक्टर नै अपरेटर भएको हुनाले यसलाई कतिखेर के हुन्छ र कतिखेर बढाउँछ भन्ने अपरेटरको हातको कुरा भएको हुनाले त्यसमा चाहिँ नर्मल फन्डहरू नमिल्ने जस्तो देखिएको छ। HPPL भन्नुभएको छ। HPPL जबसम्म योभन्दा माथि नै पोजिटिभ छ। योभन्दा माथि हुनु भनेको एउटा राम्रो सङ्गत हो। यो माराबाजु क्यान्डल र त्यो माथि छ। यदि भोलि योसम्म स्विम आएर
फर्कियो भने लिँदा हुने नै छ। यो यहाँसम्म आउन सक्छ, यो रिटेललाई योसम्म आउन सक्छ 43 अब यसैको 10-15 भोलिको चाहिँ स्विममा लिनुभयो भने पनि हुन्छ, राम्रो बन्छ जस्तो लाग्छ। यो राधी भन्नुभएको छ। राधी त मैले भनिसकेको छु योभन्दा पहिला नै, अहिले इन्ट्री हुने समय होइन। जबसम्म यो क्यान्डलको भित्र जबसम्म हुन्छ तबसम्म मैले त इन्ट्री गर्न भन्दिनँ, इन्ट्री गर्नुहोस् पनि भन्दिनँ मैले। अब योभन्दा माथि अथवा यो एरियाभन्दा माथि क्लोज हुन्छ र भोलुम आउँछ भने इन्ट्री हुन ठिक छ, होइन भने यो एरिया भनेको साइडवेजको एरिया हो, योभन्दा बाहिर निक्लिन सकेका छैन। एउटा क्यान्डल योभन्दा बाहिर निक्ल्यो भन्दै हुन्न, योभन्दा बाहिर त्यस्तो भोलुमले साथ दिएर गयो भने पनि एग्रेसिभ त्यस्तो माथि जाने जस्तो त यसमा मैले देखेको छैन। वरुण भन्नुभएको छ। वरुणमा आज भोलुम पनि आएको छ, 2 दिनको साइडवेज पछि आज भोलुम चाहिँ राम्रो छ। भोलि पनि तपाईँले स्विममा पाउनुहुन्छ भने लिँदा हुन्छ यसलाई, किनकि एउटा प्रफिट बुक यो एरियाबाट हेर्नुहुन्छ भने 10% माथि गएर जहाँसम्म प्रफिट बुक भइसकेको अवस्था छ, भर्खरै ब्रेकआउट गर्यो, त्यसपछि पनि एउटा प्रफिट बुकको लेभल आइसकेको छ, 10% भएर एउटा चाहिँ फेरि गएको छ। त्यसपछि अब तपाईँले फेरि यसमा इन्ट्री हुनलाई चाहिँ ठिक हुन्छ जस्तो देखिएको छ, यसमा स्ट्रङ देखिएको छ यसमा, त्यही भएर तपाईँले यो अझै माथि जान्छ कि भन्ने देखाएको छ। वरुण बाइजो नै जस्तो देखियो। एनजिपिएल भन्नुभएको छ। एनजिपिएल पनि तपाईँहरूले लिँदा इन्ट्री गर्दा हुन्छ, किन भन्दा यहाँ बढेर एउटा प्रफिट बुक आएर 4 दिनसम्म एउटै लेभलमा छ र हाइड्रो सेक्टर पनि यो पोजिटिभ भएको हुनाले यो पनि अब भोलि यही रेटमै लिँदा पनि त्यस्तो फरक नपर्ला भन्ने जस्तो देखिएको छ। तपाईँहरूले एनजिपिएल पनि एउटा चार्ट चाहिँ पोजिटिभ नै जस्तो देखिएको छ, त्यही भएर लिँदा। आजको भिडियोबाट अब म बिदा हुन चाहन्छु। बिदा हुनभन्दा पहिला यदि तपाईँहरूले कुनै पनि स्टकहरू मैले भनेकोलाई एउटा आधार मानेर तपाईँले सो अध्ययन गरेर मात्र किन्नु होला, मैले भनेको कुरालाई एउटा बेस मानेर किन्नु होला, र कुनै पनि त्यस्तो कुराहरू जान्नु भएको छैन भने डिस्प्लेमा दिएको नम्बरमा सम्पर्क गरी तपाईँले कुनै जिज्ञासाहरू बुझ्न सक्नुहुन्छ, अथवा टेलिग्राम, भाइबर, व्हाट्सएपमा पनि मेसेज गर्न सक्नुहुन्छ। मैले त्यहाँबाट पनि मैले रिप्लाई दिनेछु। यही भन्दै आज यस भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद।